हेलो एभ्रिवान, नमस्ते। मेरो पहिलो ब्लग सपोर्ट गर्नु होला हैन। हामी चाहिँ आज घुम्न आइरहेछौँ पापसको मेला। हेर्नुहोस् त यहाँ कस्तो छ पापसको मेला। नेपालको जस्तै मकै सकै पनि पाउँदो रहेछ यहाँ। टक्क मकै बेच्ने पुरै कति हो कति मान्छे त मकैहरू हेर्नुहोस्। यहाँ खेलौनाहरू बच्चालाई खेल्नेहरू कति हो कति यहाँ। मान्छेको भिड त कति छ यहाँ। आज सन्डेको दिन मजाले तपाईँको खेलहरू पनि छ यहाँ। टक्क ग्लास लडाउने हो यहाँ। ग्लास लडाउने उपहार जित्ने त्यहाँ टक्क पारेर यहाँ ग्लास लडाएर उपहारहरू पनि जित्ने। यहाँ त अनि कति हो कति मान्छेहरू त यस्तो बुढापाका बुढाबुढी सबै गेमहरू। मेरो साथीले चाहिँ यहाँ ट्राई गर्ने अरे ग्लास लडाउनलाई। अब मैले अब ग्लास लडाउनलाई हान्नुहुन्छ यहाँ उहाँले चाहिँ अब हान्दै हुनुहुन्छ। टक्क उयो लडाउनु पर्ने अरे यो 5 युरोको अरे 2 गेम। ल हानेको कता लाग्यो लडायो साथीले। दुईचोटि पाउने अरे। एकचोटि हानेको उहाँले लडाउनु बलिहाली। अब कोही अर्को हान्दै हुन्छ फेरि। ल अब लास्ट ल लड्यो यति नै हो। अब सक्यो 5 युरो। अब हामी सबै फ्यामिलीहरू यहाँ उपहारमा रक्सीहरू पनि बेच्दो रहेछ। हेर्नु रक्सी पनि छ पुरै टक्क पारेर उपर रक्सीहरू के राखेको यहाँ। आजको मेला टक्क परेको यहाँ मकै त्यो नेपालको जस्तो चिप्सहरू बनाउने पुरै मजाको यहाँ हो। बुढाबुढीहरू टन्नै। यता रेस्टुरेन्टहरू लुगाहरू पाउँदो रहेछ सबै। यताको रातिको लाइफ साँझको लाइफ यस्तो रहेछ। टक्क लुगाफाटाहरू सबै पाउने। लुगाफाटा पनि बेच्दो रहेछ यहाँ बिचमा। 10 रुपियाँ त नभनौँ 10 युरो 12 युरो यस्तैहरू पाउँदो रहेछ यहाँ। अब मेरो साथीले चाहिँ यहाँ ट्राई गर्ने अरे यहाँ यसरी यहाँ उता हो। अब यहाँ हान्न यसले दिन्छ। तपाईँले 30 वटा दिन्छु भने क्या 5 को 20 भन्थ्यो तर यसले 30 वटा दिन्छु भने ल हान। ल अब यहाँ ठ्याक्क त्यहाँ छिरायो भने त्यो रक्सी मजाले पर्छ है। ठ्याक्क पारेर हेर्नु त। अब साथीले हान्दै हुनुहुन्छ होइन। यहाँ अब यहाँ ठ्याक्क पारेर यसरी। हाम्रो साथीले चाहिँ एउटा वाइन पार्नु भएको यहाँ भर्खरै एउटा वाइन पारेको छ। यही हाम्रो साथीले वाइन पार्नु भयो यहाँ। हाम्रो साथीले वाइन पार्नु भयो एउटा 5 युरोको वाइन यही हो। ठ्याक्क पार्नु भयो एउटा। हेर्नु न सानो सानो कुकुरहरू कस्तो मजाको। यहाँ पनि अर्को गेम रहेछ यहाँ। यो चाहिँ पानीमा टक्क छिराउनु पर्ने। यहाँ अँधेरो हुँदै गयो झन् राम्रो। हाम्रो फ्यामिलीहरू आज घुम्ने होइन। लुगाफाटाहरू यहाँ घुइँचो त्यस्तै छ मान्छेको घुइँचो है। हेर्नुहोस् त ल रेस्टुरेन्टहरू नाइट लाइफ। नट्सहरू यहाँको बजार। هذا بيمشي التليفون. अब अँध्यारो अँध्यारो हुँदै गयो।
बिचको मेला यस्तै लाग्ने रहेछ उतापट्टि बिच छ टक्क बिचको छेउमा चाहिँ यस्तो मेला लाग्ने पुरै मेला हेर्नुहोस् मान्छेको भिडभाड त्यत्तिकै छ है यहाँ नट्सहरू रहेछ है नट्सहरू बेच्ने हेर्नु न सानो कुकुर नट्सहरूको बाट चाहिँ तपाईँको रेस्टुरेन्ट सुरु भएछ बस्ने खाने होइन यतै हजुर यो चाहिँ टुरिस्ट पुरै यो चाहिँ खाने ठाउँहरू मजाले तपाईँको यता चाहिँ बिच उता पुरै बिच एरिया हो तपाईँको त खाली ठाउँ देखेको तपाईँ बिच यहीँ छोरीलाई ब्यालुन किन्दै गयो अरे अङ्कलले यहाँ यहीँ अङ्कलले ब्यालुन ल ए यहाँ हो पर होला खोइ कता हो अङ्कलले ब्यालुन हो अङ्कलले ब्यालुन यता चाहिँ अब टक्क अब मेला लगभग तपाईँको स्टलहरू चाहिँ सकिएछ अब यता चाहिँ यसो घुमघाम बिच एरियाको र तपाईँको हेर्नु बिच एरिया पानी जहाजहरू रहेछ क्रुज पनि रहेछ अब यस्तै छ लगभग हामीले पुरै आजको बजार चाहिँ अवलोकन गरिसक्यौँ होइन यस्तै छ यहाँको रातिको माहौल पापोस बिच एरियाको त अब यति भन्दै आजको लागि चाहिँ बिदा चाहन्छु म होइन फेरि नयाँ नयाँ अपडेटहरू लिएर आउँला कुनै मेरो यो फर्स्ट ट्राई हो मेरो फर्स्ट ट्राईमा यसो हेरेर सुझावहरू दिनु होला होइन फर्स्ट ट्राई हो आज यहाँ चाहिँ अब ह्यान्डमेडहरू पनि रहेछ फर्स्ट ट्राई हो मेरो यो सुझावहरू दिनु होला के मिलेन कसो मिलेन होइन तपाईँहरूको सुझावहरू अपेक्षा गरेको छु हेरेर यसो प्रतिक्रिया दिनु होला र प्लिज सब्सक्राइब पनि गरिदिनु होला म एकदमै नयाँ छु र फर्स्ट ट्राई हो मेरो यो चाहिँ हस् हजुर